हाई फ्रेन्ड इट्स बोय नास्तिक होइन इट्स बोय म्याड बेन्च त्यही धरानबाट होइन मलाई चाहिँ यो राष्ट्रभाको यो घन्टीको बारेमा के दुई शब्द बोल्नु मन छ क्या। अब त्यो चाहिँ मलाई लागेको कुराहरू भन्नु, यो चाहिँ मलाई लागेको कुराहरू मैले गर्नु आँटेको यो होइन, मलाई थाहा पनि छैन होइन। तर मलाई चाहिँ यस्तो त्यस्तै लागिरहेछ र मैले मेरो मन झिक भएर कुरा गरेको यो कुरा चाहिँ फेसबुकमा हाल्नु आँटेको होइन। कुरा चाहिँ के हो भने जुन यो हाम्रो फ्रिडम कन्ट्री छ, फ्रिडम कन्ट्री भनेर जुन हाम्रो यो घन्टी छैन, यो घन्टी मलाई चाहिँ जहाँसम्म लाग्छ यो अमेरिकाबाट बनेको इन्भेन्ट भएको यो लोगो हो होइन। किनकि अब कसरी किन भनेर यसो कुरा गर्नुहुन्छ भने चाहिँ ट्याक्कसँगले गुगल जानु, गुगलमा गएर अमेरिकन फ्रिडम पार्टी भनेर लेख्नु, ट्याक्क यो घन्टी नै आउँछ। अनि त्यही भएर चाहिँ मलाई यसो अब रवि लामी छाने पनि होइन अमेरिकन होल्डर आइडी हो, अमेरिकन होल्डर आइडी मान्छे उहाँ त्यसलाई सबै थोक राजाभन्दा दामी भइरहेको त्यहाँ थियो। तर त्यो सब त्यागेर यहाँ नेपाल किन आयो त? के हो कुरा? खासमा कुरा कस्तो हो, के हो त्यो बुझ्नुपर्ने नेपाली जनताले हो होइन। नेपाली जनताले नै जिताउनु त यो बालिन्छलाई। तर पनि अब नेपाली जनताले के हुनु पऱ्यो भने अब अलिकति सतर्क हुनु पऱ्यो होइन सबैजना। किनकि अब हिजोको दिनमा चाहिँ हामी नै जेन्जी हामी सबै नै भएर अब हिजोको दिनमा काहीँ नभएको कुराहरू, कुनै देशमा नभएको कुराहरू यो देशमा भइरहेछ होइन, प्रोटेस्टहरू यताउति। अब पनि यो अब फेरि पनि यो बानीले पनि त्यस्तो गर्यो भने चाहिँ सबैजना उत्रिने, यो सबैजनाले चाहिँ बोल्नै पर्ने बाध्यता हुन्छ। त्यही भएर चाहिँ मैले पछि हुनुभन्दा अगाडि नै सबैलाई सचेत गराइदिनु खोजेको क्या यो चाहिँ होइन। यो घन्टी चाहिँ खासमा बाहिरबाट इन्भेन्ट भएको हो, यो अमेरिकन फ्रिडम पार्टी भन्ने छ होइन अमेरिकामा, त्यहीबाट स्टार्ट भएको यो अमेरिकाकै लोगो हो, अमेरिकाबाटै इन्भेन्ट भएको यो पार्टी हो होइन। अनि त्यही भएर चाहिँ यो दुई शब्द तपाईँहरूलाई भन्नुको लागि मेरो कुराले होइन कसैलाई म्यासेज गयो भने धेरै थोक के हुन्छ नि त, एक दुईजनाले मात्रै सुनेर एक दुईजनालाई म्यासेज दियो भने धेरै थोक हुन्छ नि त होइन। अनि अब यस्तो हो कस्तो भने अब यति हो, नेपाल चाहिँ डुब्नु भएन, देश डुब्नु भएन, देश अघि बढेको हेर्न चाहन्छु होइन। चाहना हो सबै युवाहरूको, सबै जेन्जीहरूको त्यही हो होइन। बालेन्जा अब चाहिँ राम्रो गर्नुपर्छ। अब मलाई मनमा लागेको कुराहरू चाहिँ मैले भनिहालेँ होइन। जे जस्तो भए पनि मलाई चाहिँ हो कि भनेर झिक भएर चाहिँ भनेको मैले यो कुराहरू। म गर्दिनँ पनि थिएँ सायद गर्दिनँ पनि थिएँ, तर पनि मलाई अब हुन्छ नि मनमा खुल्दुली भएर मैले यो कुराहरू सबैको सामु सेयर गरिरहेको होइन। आशिका दिदी पनि अब बाहिरबाटै आएको हो किन भन्नु त सबैलाई थाहा छ नि त। अब त्यो दिदी त होला होइन, त्यो दिदीले त्यस्तो गर्दैन होला, तर मलाई चाहिँ जहाँसम्म चाहिँ बालेन र रवि चाहिँ सँग चाहिँ डाउट भयो क्या मलाई। किनकि तिनीहरू पनि उतैबाट आएको, अब उतैबाट आएपछि त यो भएको छ होइन अमेरिकन फ्रिडम पार्टी भन्ने बित्तिकै मैले अस्ति सर्च गरेको, ल घन्टीको लोगो देखाइदियो, म त घन्टीको लोगो देखाउने बित्तिकै सक भइहाल्यो नि। अब चाहिँ देश बेच्छ जस्तो छ, अब चाहिँ फिक्स देश बेची खान्छ टाइपको भइसकेको छ क्या। त्यही भएर यो दुई शब्द चाहिँ मैले सबैको सामुमा पुऱ्याइदिएको हो। यो भिडियो चाहिँ सक्दोभन्दा सक्दो अब सेयर गरेर हुन्छ कि होइन, सबै नेपाली आम जनताहरूलाई पुऱ्याइदिनुपर्छ होइन। यो चाहिँ मेरो सबैलाई एउटा हुन्छ नि सन्देश टाइपको हो होइन, सबैलाई दिएको हो। अनि अब एक दुईवटा शब्दहरू चाहिँ गरि नै राख्नुपर्छ बालेन्सालाई, नत्र होइन तलमाथि केही हुनसक्छ होइन। त्यही भएर बालेन्सा यो रवि लामी छानेहरूलाई चाहिँ दबदबा चाहिँ दिइराख्नुपर्छ, नत्र है यो फिक्स देश बेची खान्छ। अब जस्तै वार स्टार्ट भइरहेछ होइन, अमेरिकाको लागि साँच्चीकै भन्नुपर्दाखेरि नेपाल ओभर सुइटेबल प्लेस हो। हाम्रो नेपाल झन्डै अप्पर भ्रष्टाचार धेरै भएर ब्ल्याक लिस्टमा जानु आँटेको छ। यस्तो कुराहरू थाहा छ कि थाहा छैन होइन, कतिलाई थाहा छ थाहा छैन त्यस्तो मलाई उयो भएन, सरोकार भएन, तर ब्ल्याक लिस्टमा जानु आँटेको छ होइन।
त्यही भएर ब्ल्याक लिस्टमा गएपछि त त्यस पछाडि त त्यो अमेरिकाको त्यो जुन गद्दार गर्ने उयो 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 नै छ क्या, एउटा हुन्छ नि कुन देशले गद्दार गर्छ कुन देशले गद्दार गर्दैन भनेर हेर्ने संस्था नै छ क्या। अनि त्यो संस्थामा चाहिँ हाम्रो नाम पनि चढिसकेको छ होइन, हाम्रो नेपाल पनि ब्ल्याक लिस्टमा 2-3मा आउँछ अरे होइन। त्यही भएर अब ब्ल्याक लिस्टमा 2-3मा आउँछ होइन। त्यही भएर मैले चाहिँ के भन्नु खोजेको भने अब यताउति भइहाल्यो भने चाहिँ गिदी हुन्छ। त्यही भएर सबैजना सुरुमै सतर्क भएर उयो गरौँ भन्नु खोजेर मैले सन्देश दिनु खोजेको। ल यति भन्दैमा होइन मेरो शब्द चाहिँ यहीँ टुङ्ग्याउँछु। ल हस् त, नमस्ते होइन सबैलाई। म चाहिँ सिधै धरानबाट होइन। सबैलाई माया छ, माया गर्नु होला। तपाईँहरूले माया गर्नु भने यसरी मनोरञ्जन गर्दै गर्दै अरू भिडियो पनि हाल्छु म होइन। तपाईँहरूको लागि नै भनेर यो भिडियोहरू बनाएको, तपाईँहरूको लागि नै भनेर मैले यो भिडियो, नत्र मलाई यस्तो भिडियो बनाउने ह्याङ पनि लाग्छ, मलाई बनाउनु पनि मन लाग्दैन। तर अब सबैले माया देखाइदिइराख्नु भएको छ, त्यो माया देखाए अनुसारले चाहिँ अब किन अब अरूलाई होइन माया देखाउने मान्छेलाई दुःखी बनाउनु यता भनेर म त्यो क्या अब अगाडि हो होइन। ठिकै छ, जिन्दगी भनेको चिल छ, अहिलेसम्म त चिलै बसिराखेको छ। अब 1-2 दिन आउँदो दिनहरूमा के कस्तो हुन्छ भिडियो ड्रप भइ नै रहेछ, हेर्दै गर्नु होला। यो मेरो अब स्टे ट्युन चाहिँ बसिराख्नु होला, भिडियोहरू आइहाल्छ। सबैले माया गरिदिनु पर्ने हुन्छ, त्यति हो। ल 2 शब्द अब मैले टुङ्गाएँ, बाई बाई। है त माया छ है सबैलाई।